मैले छसरी इन्डिया र पाकिस्तानको युद्धविराम खराए नि। अब त्यसै गरी नेपालका नेताहरूलाई पनि मिलाउने काम गर्छु र अहिले नेपालमा छसरी गभर्नर नियुक्ति गर्न सकेका छैनन् नि एमाले काङ्ग्रेसले। उनीहरू दुईजनालाई मिलाएर म चाँडोभन्दा चाँडो नेपालको गभर्नर पद नियुक्ति गर्न लगाउँछु र नेपालका सम्पूर्ण राजनीतिक दल नेता राजतन्त्र ती सबैलाई म एकै ठाउँ मिलाउन सक्छु। अब रवि लामिछानेलाई म चाँडोभन्दा चाँडो निकाल्न सक्छु नेपालका नेताहरूलाई मिलाएर र नेपाली जनताहरूलाई म सुख शान्ति र समृद्धि भएको हेर्न चाहन्छु। सम्पूर्ण पार्टी दल एकै ठाउँ मिल्ने, देश विकास गर्ने, नेपाली जनताहरूलाई खुसी बनाउने काम अब अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट हुनेछ। थ्याङ्क यू नेपाली।